तपाईँ अहिले यस्तो पावरफुल एरामा हुनुहुन्छ नि, तपाईँलाई केही कुरा जान्न मन लाग्यो, केही कुरा सिक्न मन लाग्यो भने तपाईँ कसैसँग सोध्नै पर्दैन, टाढा जानै पर्दैन कि। तपाईँसँग अहिले यस्तो महत्त्वपूर्ण, यस्तो पावरफुल यन्त्र छ नि तपाईँ आफैसँग। स्मार्टफोनहरू तपाईँ सबैको हात-हातमा छ, इन्टरनेट छ। यदि तपाईँलाई केही कुरा पनि रिसर्च गर्नुपर्यो, केही कुरा सिक्न मन लाग्यो भने अहिले पहिलाको जमाना जस्तो कसैसँग सोधिराख्नुपर्ने, टाढा जानुपर्ने त्यस्तो केही पनि छैन कि। त्यसैले तपाईँले आफ्नो जे कामहरू गरिराख्नु भएको छ त्यसमा चाहिँ तपाईँले कोर स्किलहरू हासिल गर्न चाहनुहुन्छ अथवा तपाईँको हबिजहरू छ अथवा चाहिँ तपाईँ रिसर्चहरू गरिराख्नु भएको छ अथवा स्टडी गर्दा नै केही समस्याहरू भइरहेको छ भने चाहिँ तपाईँले स्मार्टफोन युज गर्न सक्नुहुन्छ। एआई टुलहरू पनि यति पावरफुल छ अहिले, कुनै पनि कुराहरू सिक्न जान्नको लागि चाहिँ तपाईँले विदिन अ क्लिक नै तपाईँले सबै कुरा हासिल गर्न सक्नुहुन्छ कि। त्यसैले स्मार्टफोनको चाहिँ राइट प्रयोग गर्नुहोस्, इन्टरनेटको चाहिँ राइट सदुपयोग गर्नुहोस्, तपाईँलाई चाहिँ धेरै नै सफलता हासिल मिल्ने